विश्वभर विभिन्न राजनैतिक प्रणालीहरू छन्। निरङ्कुश तानाशाही तन्त्र, संवैधानिक राजतन्त्र वा बहुदलीय प्रजातन्त्र, जसका आआफ्नै सबल र दुर्बल पक्षहरू छन्। तर नेपाल जो एक गणतान्त्रिक मुलुक हो, अहिले चरम अस्थिरता र व्यापक भ्रष्टाचारको संघारमा उभिएको छ। नेपाल, भारत, अमेरिका, चीन र सम्भवतः अन्य धेरै विदेशी प्रभावको रणभूमि बनेको छ र यसको आन्तरिक राजनीति अझै बिग्रदो अवस्थामा छ। यदि नेपालका नेताहरूले चाँडै आफ्नो मार्ग परिवर्तन गरेनन् भने आगामी 10 वर्षसम्ममा देश चाहेर पनि सही दिशामा फर्काउन नसकिने अवस्थामा पुग्ने निश्चित छ। राष्ट्रिय हित ठूलो कि पार्टी राजनीति? नेपालमा अत्यधिक संख्यामा नेताहरू हुनु आजको सबैभन्दा ठूलो समस्या त हुँदै हो, तर सोही अनुपातमा पार्टी कार्यकर्ताहरूको अत्यधिक वृद्धि हुनु नेपालको लागि भयावह भविष्यको संकेत हो। नागरिकको रूपमा रहनुको साटो धेरैले व्यक्तिगत फाइदाका लागि अन्धभक्त भएर कुनै न कुनै पार्टीको पक्ष लिएका छन्, किनभने पार्टीसँग जोडिनुका विभिन्न फाइदाहरू छन्। अवैध गतिविधिहरूमा कानुनी सुरक्षा, स्थानीय प्रशासनमा प्रभाव राख्न सक्नु, भ्रष्टाचारबाट प्रत्यक्ष फाइदा पाउनु, सरकारी परियोजनाका ठेक्काहरू हात पर्नु, सरकारी र संस्थागत कामकाजमा अनैतिक पहुँच पाउनु। यसले एउटा यस्तो वातावरण सृजना गरेको छ जहाँ योग्यता, इमानदारी वा राष्ट्रिय हित भन्दा राजनीतिक सम्बन्धहरू महत्त्वपूर्ण बनेका छन्। नेताहरूको मानसिकता। नेपाली नेताहरूले आफूलाई राष्ट्रको उत्कृष्ट नेतृत्वकर्ता ठान्छन्। सायद भित्रभित्रै उनीहरूले पनि महसुस गरेका छन् कि उनीहरू असफल भइसके, तर बाहिर सफलता देखाउनु उनीहरूको बाध्यता बनेको छ। देश जस्तै गम्भीर अवस्थामा पुगिसके पनि यी तमाम अवस्थाका बावजुद आफूलाई पराजयबाट धेरै टाढा र पूर्ण नियन्त्रणमा रहेको भ्रम पालिरहेका छन्। नयाँ राजनीतिक दलहरू, स्वतन्त्र रूपमा उदाएका नेताहरू र कर्मनिष्ठ कर्मचारीहरूलाई केही समय यता चुनौतीको रूपमा हेर्ने र दबाउन खोज्ने क्रियाकलाप त हामी सबैले देखेका नै छौं। उनीहरूले गरेका योगदानहरूलाई सराहना गर्नुको साटो उनीहरूलाई फसाउने र भ्रष्टाचारका लागि नयाँ बाटाहरू खोज्ने काम द्रुत बन्दैछ। गणतान्त्रिक नेपालमा कांग्रेस, एमाले, माओवादी लगायत दलका नेताहरूले विकासको भ्रम छरिरहेका छन् र नेपालमा पछिल्लो 16 वर्षमा ठूलो प्रगति भएको दाबी गरेका छन्। उदाहरणका लागि केही समयदेखि विभिन्न पार्टीहरूले चलाएका सरकारहरूद्वारा अगाडि बढाइएका पूर्वाधार परियोजनाहरूलाई हेरौं। यस्ता धेरै परियोजना सुरु गरिए, तर तिनको मुख्य लक्ष्य राष्ट्रिय विकास थिएन, बरु पार्टी सम्बद्ध व्यवसायीहरूलाई ठेक्का दिलाउने थियो। बाटाहरू गलत ठाउँमा बनाइए ताकि पार्टी कार्यकर्ताहरूको जग्गाको मूल्य बढोस्, जबकि अत्यावश्यक राजमार्गहरू वर्षौंदेखि बेवास्ता गरिएका छन्। उनीहरू इन्टरनेट र टेलिकम विस्तारलाई उपलब्धि मान्छन्, तर वास्तविक विकासका लागि कुनै एक क्षेत्रको विकास पर्याप्त छैन। जनताहरूले जीवनस्तर सुधार भएको महसुस गर्न पाउनुपर्छ। तपाई आफैलाई यी प्रश्नहरू सोध्नुहोस्। जब तपाई गम्भीर रोगका कारण अस्पताल जानुहुन्छ, के तपाईले सहज रूपमा भर्ना पाउनुहुन्छ र उपचारको खर्च तपाईको क्षमताभित्र हुन्छ? के तपाईलाई सरकारी कार्यालयमा छिटो र निष्पक्ष सेवा प्राप्त हुन्छ? दैनिक उपभोग्य सामानहरू किन्न सक्ने क्षमतामा सहजता महसुस भएको छ? यदि तपाईको कानुनी मुद्दा छ भने कति वर्ष त्यो मुद्दा अदालतमा अल्झिरह्यो? यदि तपाई नेपालमै कृषि गर्न चाहनुहुन्छ भने सरकारबाट तपाईले के सुविधा पाउनुभयो? के तपाईको उत्पादनले सहज रूपमा बजार प्राप्त गरेको छ? के तपाईले क्षमताकै आधारमा मात्र रोजगारी प्राप्त गर्नुभएको छ कि कतै भनसुन गर्नु परेको छ? तपाईका छोराछोरीले पढ्ने पाठ्यक्रमबाट नैतिक शिक्षा किन हटाइयो? आफ्नो स्वार्थ अनुसार ढाल्न सक्ने नैतिक रूपमा कमजोर नयाँ पुस्ता निर्माण गर्नका लागि? यी नै वास्तविक विकासका केही सूचकहरू हुन्। तर दुर्भाग्यवश नेपालका नेताहरूले यी क्षेत्रहरूमा
पूर्ण असफलता देखाएका छन्। भ्रष्टाचार चरम सीमामा पुगेको छ र व्यक्तिगत स्वार्थले राष्ट्रिय हितलाई ओझेलमा पारिदिएको छ। वर्तमान पार्टी कार्यकर्ताको प्रवृत्ति। नेपालका पार्टी कार्यकर्ताहरू साँचो नेपाली नागरिक हुन सकेका छैनन्, बरु उनीहरूलाई पार्टीले प्रदान गर्ने व्यक्तिगत लाभ मुख्य प्राथमिकता भएको छ। अधिकांश कार्यकर्ताहरू नेताहरूको अन्ध समर्थनमा लागिरहेका छन्, चाहे ती नेताहरू भ्रष्टाचारमा संलग्न हुन् वा जनताको हित विपरीत काम गरिरहेका किन नहुन्। उनीहरू आलोचना सहन सक्दैनन्, बरु सामाजिक सञ्जालमा आफ्ना नेताहरूको गलत कार्यको बचाउ गर्छन् र विरोधी विचारलाई दबाउने कोसिस गर्छन्। पार्टी कार्यकर्ताहरूको अर्को समस्या उनीहरूको दलीय निष्ठा व्यक्तिगत स्वार्थमा आधारित हुनु हो। उनीहरूलाई देशको दीर्घकालीन भविष्यभन्दा तत्कालीन फाइदा बढी महत्त्वपूर्ण छ। जब पार्टीले केही अवसर दिन्छ, उनीहरू पार्टीको भजन गाउन थाल्छन्, तर जब त्यही पार्टीले अवसर दिन सक्दैन, तब उनीहरू अर्को पार्टी खोज्न थाल्छन्। यस्तो व्यवहारले नेपाली राजनीतिलाई झन अस्थिर बनाइरहेको छ। नेपालका लागि कुन शासन प्रणाली राम्रो? यदि तपाईँ पार्टी कार्यकर्ता हुनुहुन्छ भने तपाईँ बहुदलीय प्रणाली वा एकदलीय प्रणाली समर्थन गर्नुहुन्छ, जसले तपाईँको समूहलाई फाइदा पुर्याएको छ। तर यदि तपाईँ साँचो नागरिक हुनुहुन्छ भने तपाईलाई प्रणाली भन्दा पनि सुशासन महत्त्वपूर्ण हुनुपर्ने हो। हामीलाई पारदर्शिता, कानुनी शासन, उत्तरदायित्व, प्रभावकारिता र समानता चाहिएको हो। त्यसैले जुन प्रणालीबाट यी तत्त्वहरू प्राप्त हुन्छन्, त्यही प्रणाली जनताका लागि प्रिय हुनुपर्ने हो। कल्पना गर्नुहोस्, यदि नेपालमा कुनै पनि प्रणालीले बालेन शाह, हर्क साम्पाङ, गोपाल हमाल, सुमना श्रेष्ठ वा रेणु दाहाल जस्ता आजको मितिमा जनताको मन जित्न सफल वास्तविक इच्छाशक्ति भएका युवा नेताहरू दिन सक्यो भने जुनै तन्त्रले पनि जनतालाई कुनै समस्या हुनु हुँदैन। समस्या शासन प्रणालीमा होइन, बरु सत्तामा रहेका र सत्तालाई पोषण गर्ने मानिसहरूको सोचाइमा छ। आजका ठूला पार्टीहरू नै यस्ता जाँगरिला नेताहरूलाई स्वीकार्न चाहँदैनन्, किनभने उनीहरू आफै असल नेतृत्व दिन असक्षम छन् र दुर्भाग्यवश पार्टी कार्यकर्ताहरू जो भोलिका सम्भावित नेताहरू हुन्, उनीहरू पनि यही प्रवृत्तिमा रमाइरहेका छन्। यदि हामी नेपाली नागरिकहरू नागरिक मात्र हुन्थ्यौं भने राजनीतिक दलहरू साँचो रूपमा जनताको विश्वास जित्न लागि पर्ने थिए। उनीहरूले आफूलाई प्रमाणित गर्नुपर्ने बाध्यता हुन्थ्यो, अन्यथा उनीहरूलाई समर्थन घट्ने डर हुन्थ्यो। यसले व्यक्तिगत लाभ होइन, राष्ट्रिय उन्नतिको बाटो खुल्थ्यो। तर दुःखको कुरा, हामीले आजका केही अल्पकालीन लाभका लागि देशको भविष्य बेचिरहेका छौं। धेरै जसो नेता र कार्यकर्ताहरूले नेपालको भविष्य अन्धकार भए आफ्नो सन्तानलाई विदेश पठाएर आफूलाई सुरक्षित राख्न सकिने ठानेका छन्। तर जब ती सन्तानहरू ठूला हुन्छन्, उनीहरूको जिम्मेवारी र रुचि उनीहरूका सन्तानतर्फ हुन्छ। त्यति मात्रै होइन, अर्को राष्ट्रको दोस्रो दर्जाको नागरिक हुनुमा ठूलो जोखिम छ। यदि ती देशहरूले विगत केही वर्षमा प्रदान गरिएको नागरिकता खारेज गर्ने निर्णय गरे भने तपाईँ कहाँ जाने? के नेपाल फर्किन लायक देश रहनेछ? रोजाइ हाम्रो हो, जुनसुकै प्रणाली भए पनि अब नेपाली नागरिकले निर्णय लिनुपर्ने बेला आएको छ। के हामी पार्टी कार्यकर्ताका रूपमा निरन्तर अन्ध समर्थन गरिरहने वा साँचो नागरिक बनी उत्तरदायित्व बोध गर्ने? झुटो आश्वासन र छोटो समयको फाइदामा बहकिनु भन्दा हामीले दलहरूलाई हाम्रो भोट कमाउन चुनौती दिनुपर्छ। अब समय आएको छ नेपाललाई पार्टीहरूका लागि होइन, हामी जनताका लागि पुनः स्थापित गर्ने। यसका लागि गणतन्त्र वा राजतन्त्र होइन, जनताले जनता बन्ने तर्फको बाटो अँगाल्नु आवश्यक छ। नेतामय नेपाल तपाईका लागि त अनुकूल हुन सक्ला, तर तपाईका सन्तानका लागि प्रतिकूल पनि बन्न सक्छ। यदि तपाईलाई यो भिडियो रोचक लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।